Happy birthday to me. Happy क्यामेरा हेरेको हेरेकै नभन्नु नि क्यामेरा बाउले हेर्नु न फोन यहाँ बसेर यसो त्यता नहेर्नु नि नेचुरल गर्न नेचुरल गर्ने भोलि जाने भाडा दिनु अब यतिखेर आएर के अब बस महिना मरुन्जेल तिमीहरूकोमा पो यताबाट प्याचै आन्टी भन अङ्कल भन प्याचै दिनु हामीलाई कसले दिन्छ त्यही सरकारै बस्दैन नानी बस्छ अब ज्यादा बस्दैन 2 दिन बस्छ कि 2 दिन बस पसिहाल्छ मेरो स्कुटी चाहिँ किन यहाँ घरमा आउने हुँदैन यो बदमासलाई स्कुटीमा आफै त पुऱ्याउन आँटाउँदैन न मै किन्थेँ नि ड्युटी जान्छु तर स्कुटी कहिले किन्दिनँ उयो होला के कुन चाहिँ अरे अनि दाँत बनाए अस्ति चाहिँ पैसा भएको बेला दाँत बनाइदिउँ भन्दा केही भएको जस्तो दाँत लु हेर्नु भाउजू छिट्टै जान्छ अनि अस्ति मैले पैसा भएको बेला मान्ला नानी भन्दा किन मान्न त्यहाँबाट थाहा पाउँथ्यो अस्सी बजेको होइन 25,000मै हुन्थ्यो 23,000मै हुन्थ्यो 23,000मै हुन्थ्यो त्यहाँनिर मणिपालमा अब टक्कै लाग्छ अहिले एउटा बान्नलाई पनि त्यस्तो लाग्छ हैन यति माथि डल्लै बान्दा रहेछ नि एउटाको लागि यति यहाँसम्म बान्दा रहेछ यसको एउटाको लागि तर यो मुनिको बान्नु पर्दैन माथिको मात्रै बान्दा अलिक कम्ती नै लाग्छ सुनले भन्छ हैन सुनले सुनले कहाँ बान्दिन्छ सुनले बारेको त्यो चाहिँ बिचरा 30-10 बराले त्यो गरिन्छ नि पहिला रात लाग्थ्यो नि बिचरा यहाँ आएर कस्तो दाइ घर बनाएको घर बनाएर के गर्नु घर उयो गर्नु पाएन एक वर्ष त बस्यो हाम्रो घर त बढी छैन हाम्रो घर भन्दा अलिक छैन छैन म पनि त गएको भित्र रुम भित्र पस्नु भएन नि बाबा तपाईँ रुममेटै नि ठुलो रुमहरू यति होला हौ नानीहरू उस्तै टोइलेट बाथरुम भित्रै छ बाहिर यत्रो बन्दी गरेको छ त्यहाँदेखि बाहिर उता पछाडिपट्टि खेत त्यो छ सब्जीहरू रोपेको कुखुराहरू राखेको छ पोल्ट्री बस्ती होइन बस्तीको खानुलाई राखेको छ त्यहाँदेखि अगाडि ठुलो आँगन छ स्नेहको घरमा रक्यो छोरा साथी स्कुल होइन एकैचोटि सानो बच्चा होइन अनि चाहिँ त्यो नागाल्यान्डको मामा हुनुहुँदो रहेछ होइन हजुर आमासँग मामा अब कान्छी छोरी पनि छ के एउटा साइनले यो कुन चाहिँ छोरी बाहिर गएको थियो नि अस्ट्रेलियामा छ त्यो बन्द गरेर गफ गरौँ क्या यस्तो कुरा